राष्ट्रिय स्वतन्त्र पार्टीको अब केही दिनमा सरकार बन्दैछ। बालिन शाह प्रधानमन्त्री बन्ने पक्का पक्की भएको छ। त्यसो हो भने रासोपाको सरकार आइसकेपछि विदेशमा बस्ने हामी जस्ता लाखौं नेपालीहरूलाई के हुन्छ त? सबैभन्दा पहिला रासोपाले विदेशमा बस्ने लाखौं नेपालीहरूलाई मतदानको व्यवस्था गर्न कानून ल्याउने भनेर भनेको छ। यो असाध्यै राम्रो कुरा हो। दोस्रोमा चाहिँ एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई पनि रासोपाले आत्मसात गरेको छ। केही विशिष्ट अपवाद बाहेक दोहोरो नागरिकता र सम्पत्तिको अधिकारमा रहेको प्रशासनिक झमेला अन्त्य गर्ने पनि रासोपाले जनाएको छ। एनआरएनएको पुँजीलाई ठूला र नवप्रवर्धनमा लगानी गर्न कानुनी सुरक्षा दिने र डलर खाताको सहज व्यवस्था गर्ने र प्रतिफल फिर्ता लैजानका लागि सरल कानुनी व्यवस्था गर्ने भनेर भनिएको छ। र विदेशका नेपालीहरूले कमाएको उच्च प्राविधिक ज्ञान सिपलाई चाहिँ स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग जोड्नका लागि राष्ट्रिय ज्ञान बैंकको स्थापना गर्ने भनेर पनि रासोपाले घोषणा गरेको छ। र विदेशमा बस्ने हरेक नेपालीलाई नेपालको लगानी, पर्यटन र सांस्कृतिक दूतको रूपमा स्थापित गर्ने भनेर पनि रासोपाले घोषणा गरेको छ। अब वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि पनि रासोपाले केही कुराहरू ल्याएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले नेपालमा रेमिट पठाउँदाखेरि चाहिँ सम्मान स्वरूप एउटा आइडी कार्डको व्यवस्था गर्ने र त्यो कार्ड देखाएर सरकारी अस्पताल र सामाजिक सेवाहरू लिँदाखेरि चाहिँ विशेष छुटको व्यवस्था गरिने भनेर पनि घोषणा गरिएको छ। र तपाईँ पनि अस्ट्रेलियाबाट वैधानिक रूपमा नेपालमा रेमिट गर्न चाहनुहुन्छ भने लिगल रेमिटलाई सम्झन सक्नुहुन्छ। र अर्को कुरा, नेपालका दलित र उत्पीडित समुदायका मानिसहरू वैदेशिक रोजगारीमा जान चाह्यो भने स्थानीय निकायको सिफारिसमा वा ग्यारेन्टीमा चाहिँ उनीहरूलाई बैंकबाट सहुलियत ऋणको व्यवस्था गर्ने भनेर पनि घोषणा गरिएको छ। त्यसैगरी विदेशमा काम गरेर फर्किन्छ, उत्पादनमूलक क्षेत्रमा उद्योग चलाउने हो भने त्यस्ता व्यक्तिहरूलाई ब्याजमा विशेष अनुदानको व्यवस्था गर्ने र उनीहरूले उत्पादन गरेका सामानहरूलाई चाहिँ बजारसम्म लानका लागि सहजीकरण गर्ने भनेर पनि राष्ट्रपालले घोषणा गरेको छ। अर्को कुरा, शिक्षा क्षेत्रमा नेपालबाट अहिले लाखौं विद्यार्थीहरू अस्ट्रेलिया, युरोप, अमेरिका, जापान, कोरिया जस्ता देशहरूमा पढ्न गइरहेको अवस्था छ। त्यसलाई रोक्नका लागि नेपाललाई नै अन्तर्राष्ट्रिय शिक्षा हबको रूपमा विकास गर्ने भनेर रासोपाले महत्त्वकांक्षी घोषणा पनि गरेको छ। रासोपाले घोषणा गरेका यी कुराहरू असाध्यै सकारात्मक छ, तर केही कुराहरू यसमा छुटेको छ। 2 वर्ष अगाडिदेखि नेपालले चाहिँ गैर आवासीय नेपाली नागरिकता दिन थालेको छ, तर यो नागरिकताले दिएको अधिकारहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन। नेपालको संविधानमै राजनीतिक र प्रशासनिक बाहेक अरू सबै अधिकारहरू, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार हुनेछ भनेर भनिएको छ, तर यो गैर आवासीय नेपाली नागरिकता कागजको खोस्टा जस्तो मात्रै भएको छ। यो नागरिकता लिएर आफ्नै देश नेपाल गएका नेपालीहरूले पनि भिजा लिनुपर्ने अवस्था छ। सम्पत्तिको अधिकार पाइरहेको छैन, जग्गा पास हुँदैन, वा हिमाल चढ्नु पर्यो भने पनि विदेशी नागरिक सरह रोयल्टी तिर्नुपर्छ। अरू थुप्रै कुराहरू छ। यो नागरिकताको कार्यान्वयनको लागि पनि रासोपाले अगाडि काम गर्नुपर्ने देखिन्छ। तपाईलाई के लाग्छ कमेन्टमा लेखिदिनु होला।